ल आजको हाम्रो गन्तव्य रहेको छ लालपुरको झुलुङ्गे पुल। हामी आज गइरहेछौँ। यहाँ हुनुहुन्छ रोहित, जुन म पहिलोचोटि जाँदैछु, अनि अर्को रोहित र म गणेश, यानि कि तपाईहरुको आफ्नै साथी हो साथी। तपाईँ हेर्न सक्नुहुन्छ भेडा चरिरहेछन्। यो दृश्यले पक्कै पनि तपाईहरुको मन लोभ्याइरहेको होला। एकदम मेरो मन लोभाइरहेछ भने तपाईहरु चाहिँ के हुनुहुन्छ र। अनि यो जंगलहरु हेर्नुस्, यो छेउकै यो मान हेर्नुस्। तपाईँ पक्कै पनि के भन्दिम, अब पक्कै पनि रमाइरहनु भएको छ होला यो दृश्य हेरेर। दृश्य हेर्नु यो हामी एकदम ओहो त्यो ग्रिनरीमा हिँडौँ न यार। यो त फिल्म जस्तै हैन, कति राम्रो ठाउँ। त्यो चाहिँ फोटो खिच्ने ठाउँ छ यार। एउटा फोटो खिचौँ क्या यस्तो लामो यार। कसलाई यहाँहरु फोटो खिचमा Look at the view, guys. Look this view. Isn't it just look like a heaven? Wow. छेउमै भेडा चरिरहेका छन्। हामीहरू एकदम भाग्यमानी महसुस गर्छौं कि हामी आज यस्तो ठाउँ घुम्न आएका छौं। हामी झुलुङ्गे पुल पनि तपाईहरुलाई देखाउने छौं। हाम्रो यात्रा रहेको छ झुलुङ्गे पुलमा। ल हामी फाइनली पुलमा आइसकेका छौं। तपाईहरु देख्न सक्नुहुन्छ उ त्यो छ झुलुङ्गे पुल। हामीहरू त्यही गइरहेछौं। रोहित र अर्को रोहित, डबल रोहित हुनुहुन्छ। हामी जाँदै छौं। यो रुख केसको होला थाहा पाउने सब्स्क्राइबरहरुले कमेन्ट गर्नु होला, भ्युअरहरुले। यो मैले फर्स्ट टाइम देखेँ हैन। यो केसको रुख रहेछ यो चाहिँ कमेन्ट गर्नु होला तल कमेन्ट बक्समा। बेलौतीको ओ ह हैन यति हो के मलाई पनि थाहा छैन। तपाईहरु देख्नु भएको छ त्यो चरा बकुल्ला, एकदम कालो बकुल्ला। त्यो एकदम रेयर स्पेसिस हो एकदम। वाउ, तपाईहरुले देख्न सक्नुहुन्छ। हामी झुलुङ्गे पुलको एकदम नजिक आइसकेका छौं। यो 0.6 मा भएर एकदम टाढा देखा रहेछ, तर झुलुङ्गे पुल एकदम नजिक नै छ। हामी जाँदै छौं। ल म 0.6 पनि सही जग्गा छ त गरे। कुन त्यो सुपा देउराली कुन जिल्लामा पर्छ त्यो? प्युठान भन्छ। अर्घा खाँची यहाँबाट जान चाहिँ 5 घण्टा लाग्छ। अनि हामीहरू 10-12 जना भयौँ भने उमै जान सक्छौँ। 10-12 जना त कोही हामी भएपछि 3 जना, बढी भएपछि 3 जना, बढी कम भयो भने 2 जना, त्यति हो। अनि अझै हामी एकदम नजिक आइसकेका छौं अहिले त हैन। अहिले एकदम नजिक आइसकेका छौं। हामी जाँदै छौं लालपुरको पुलमा मेरो साथीहरुसँग। रोहित, दुईटा रोहितहरु। तिर्खा लागिरहेको छ, पानी भएको ठाउँमा लगिदिनु होला। Thirsty. I feel very thirsty. यिनीहरुलाई I अब feel like thirsty crow. Oh, that's crazy. I have no passion. यहाँ ल बाटोहरु पनि एकदम अब यसलाई सुनसान भनौं अथवा डराउनु भनौं अथवा के भनौं, तर हामीलाई चाहिँ एकदम रमाइलो शान्त लागिरहेछ। अजित क्रेचर यहाँ बाटैमा उभियो भने के गर्छ? के गर्दै फोटो अनि हामीतिर आयो त्यो भाग्नु बाहेक अरु के गर्थ्यो? म त भाग्थेँ होला। अब त्यो साइज हेरेर अब कति सानो छ भने किन भाग्ने हैन? ठुलो हेर्दैखेरि जाइन्ट एकदम डर लाग्दो। त्यो त अब
भाग्ने हो भागो जति- केटा हो, भागो। यो हो आउने बाटो ओ यहाँनिर चराहरू थियो गइयो यार खोर लुक एट गाइज वी आर फाइनली इन झुलुङ्गे ब्रिज यहाँ हामी सानै पनि आउँथ्यौँ एकदम रमाइलो छ ल एकदमै पुल देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै रमाइलो छ यो पुल मलाई त फर्स्ट टाइम यहाँ हिँड्दा यस्तो डर लाग्थ्यो है तपाईँलाई डर लाग्छ नि रोहित झुलुङ्गे पुलमा तल 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 हेरेर हिँड्दा अझै डर लाग्छ कि अटो त हिँड्दैन बाइक बाइक चाहिँ हिँड्छन् यहाँबाट खै अटो अलिकति अनइमेजिनेबल अथवा इम्पोसिबल जस्तो देखिन्छ साथीले अटो हिँड्छ भन्दैछन् यिनी गफ हान्ने मान्छे त होइन नि तैपनि अब यिनकै कुराले गफ नै लागिरहेछ पानी त खासै छैन किनकि यो जेठ मास हो पर अरू कोही हुनुहुन्छ हामी उहाँसँग हामी बाँकी जिल्लादेखि बर्दिया जिल्लामा जाँदैछौँ यो चाहिँ सीमा हो बाँके र बर्दियाको यतिको पानी हुनु भने पनि बहुत राम्रो हो नि त्यहाँ ए यताको पानी उता गएर उताबाट बगिरहेछ होइन पानी अब उत्तरबाट दक्षिणतिर त भएको छैन अथवा पूर्वबाट पश्चिमतिर ल एकदम राम्रो छ ल्याउनु अस्त ऊ त्यहाँ चाहिँ फुटबल खेल्दैछन् होइन बर्दिया जिल्ला एकदम सिक्स एक्स जुम गर्दा चाहिँ एकदम त्यो हुन्छ त्यही भएर एकदम ब्लड टाइपको अथवा त्यो टाइपको हुन्छ जाम अगाडि साथीहरूले चाहिँ एकदम पानी प्यास लाग्छ यिनीहरू पानी खाने भन्दैछन् पहिला पानी खाने अनि त्यसपछि चाहिँ पहले पेट पूजा फिर काम दूजा हिन्दीको एउटा मसुर कहावतलाई मैले यहाँ कोट गरेँ सानी नानीहरू पनि सानैदेखि रमाइलो गर्न आइरहेछन् अनि त्यो ग्राउन्डहरू पनि एकदम राम्रो छ यो रोहित दाइ हजुर भाउजू भन ल मैले भाउजू भेटिसकेको छु पुलको चाहिँ 2074 साल 11 महिना 19 गते समाप्त लेखिएको छ यो चाहिँ बनेको मिति हो आजबाट कति वर्ष हो 74 भनेपछि 8 वर्ष आजदेखि चाहिँ करिब 8 वर्ष अगाडि बनेको पुल हो उमेर करिब 8 वर्ष रहेको छ कति वर्षले गान्छु मभन्दा चाहिँ एकदमै त्यो 12 वर्ष मभन्दा 13-14 वर्ष बर्दियाका पुलिसहरू बाँके बर्दिया गाउनु न मलाई आउँदैन दिल चुरा के ओइ बहिनी ये क्या कर दिया यहाँ सिमलको रुख एकदमै बुढो देखिन्छ ए यो सिमलको रुख हो अनि सिमली छायामा बसी भरिया फेरेको उमेर भइसक्यो 80 ठुल्ठुला दुखले फेरेर वाउ यो गीत राम्रो थियो यार मलाई यो गीत सुनेपछि हाम्रो हजुरबाको याद आउँछ किनकि त्यहाँ एउटा बुढो बुढो एक्टिङ गरेर खान्थ्यो यसमा थियो होइन त्यहाँ एउटा मन्दिर छ कुन भगवानको मन्दिर रह्यो त्यो शिव भगवानको किनकि त्यहाँ सर्प देख्यो हामीले नाग घाँटीमा हामी त्यहाँ पनि जानेछौँ र तपाईँहरूलाई देख लुक एट दिस जायन्ट सिमलको रुख जो एकदमै बुढो देखिन्छ एकदमै ठुलो छ मैले तपाईँलाई त्यहीँ गएर देखाउँछु भनेको थिएँ तर साथीहरूले नजाने भन्नुभयो सरी फर द्याट ल हामी अब घर फर्किने बेला भइसकेको छु घरबाट फोन लगातार आइरहेको छ अघिदेखि छिटो आउनु भनेर त्यही भएर हामी घरतिर जाँदैछौँ
र मेरा साथीहरू हेलो हाई रोहित दुईटा भनिदिनुहोस् कसले तिमी रोहितलाई बाई भन्यो अरे रोहित पनि मान्छे त हुनु नि एउटा ल हामी फर्किने क्रम अब हामी फर्किँदैछौँ अँध्यारो पनि घुम्नु लागिसक्यो हामी एकदम थकित कता कता सुनेका छौँ यो महसुस जङ्गलमा बाघ पाइन्छ अरे होइन रोहित गरेका छौँ। बाघ पाइन्छ अरे यो बाघ रङ्गलमा पाइन्छ किन्न पाइन्छ पाइन्छ रे भन्ने पाइन्छ मैले पनि देखेको थिएँ बाघ हुन्छ रे हुन्छ यो जङ्गलमा बाघ आछ अरे कताबाट ल यो भ्लग अब अपलोड हुन्छ कि हुन्न है बाघले अब के गर्छ बाघले आक्रमण नगर्यो भने चाहिँ ल आज साँझै अपलोड होला जस्तो छ यहाँ देखाउ त ऊ त्यहाँ अब के फल हो त्यो कुन फल हो ए त्यहाँ फलिरहेको छ